वेलकम ब्याक टु लागेर कार्की च्यानल। आज चाहिँ मैले एकदमै खतरनाक भिडियो लिएर आएको छु है, रियाक्सन भिडियो है। मैले दिएको रियाक्सन भिडियो जहिले बवाल हुन्छ हैन। पहिलाको भिडियोमा पनि तपाईँहरूले माया देखाउनु भएको थियो। मलाई त्यहाँ चाहिँ कति हजार 6000 जना सरी 600 जनाले हेर्नु भएको थियो। अलि एक्साइटेड बढी छ त्यही भएर 6000 भनिदिए, ठिक छ हैन। 600 जनाले हेर्नु भएको थियो, त्यो मेरो लागि ठुलो कुरो है। म एकदम खुसी छु। त्यो पहिलाको भिडियोबाट 600 भ्युज आएको छ, त्यो एकदमै खुसी छु म हैन। अब त्यही खुसीमा अर्को भिडियो ल्याएको है मैले, जसमा चाहिँ कसको भिडियो रियाक्ट गर्न जाँदैछु भन्दाखेरि झलन ब्रदरको भिडियो चाहिँ रियाक्ट गर्न जाँदैछु। एकदम बवाल रियाक्सन दिएछु र भिडियो पनि बवाल नै छ हैन। ल हेरौँ है त। सानो भाइ बहिनीहरु क्लोज बटन थिच्नु होला। ओइ जोला के गरेर फोन राख्छ भने स्ट्यामिना धेरै छ भने हैन कितना स्ट्यामिना छ धेरै छ ढिलो न ढिलो अनि यसरी फोन हेरि भन्दै स्ट्यामिना गर्छ रे नि त। त्यो मेरो लाडो पनि हैन। छाडा नबोल न यार लाडो। नेपालको ऱ्यापरमा सबैभन्दा छाडा बोल्ने लिल झोलै हो कसम भने। अरू कसैले बोल्दैन। एउटा छ साकार, पहिला बोल्दै फेरि साकारले, अहिले त्यस्तो बोल्दैन। तर लिल झोलाले त अहिले नि दिइरहेको हुन्छ। लाइफ कस्तो चलिरहेछ लाडो जस्तो छाडा बोल्न चाहिँ खुब आउँछ है तिमीलाई। स्कुलमा सरले रेडियोको स्पेलिङ के हो भन्दा के भन्थ्यो रे भन त। एलईडी हो कस्तो छ ल एकछिन बालिन्दासँग कुरा गरेर बोल। हेलो हेलो नमस्ते, तपाईको नाम के होला? ओके, आज के सुनाउँदै हुनुहुन्छ ल? सिक्ने तपाईले मुख छाड्नै पर्दैन। मुख छाडे हैन क्या दाइ, उसको गीतको नामै माग्ने हो। गजब रहेछ त। गजब छ नि दाइ। हजुरको गीतको नाम बलिदान, यमो दाइको आमा साथी छ, झोलाको त माग्ने गीतको नामै म्याच सिक्ने रे त। ए त यति चलेछ कि माग्ने पार्ट 2 पनि बनाउनु पर्यो क्या। झन् म्याच गरे झन् चल्यो। गीतको नामै त्यस्तो छाडा छ, लिरिक्स कस्तो होला इमेजिन गर्नु। रन्डीको छोरो भएर झन् चल्यो। अब झन् के गर्नु त उसले नि हैन, जे चल्यो त्यही त बनाउने हो नि। उसको गल्ती छैन, केही गल्ती छैन उसको। उसले जे चल्यो त्यही त बनाउने हो कि हैन? हो कि हैन? ल त तिमी भन त ल। टिम सोचिराछु दाइ। यो भन्दा पनि एक्सट्रिम भनेपछि त अब नाङ्गे नाची भइहाल्यो नि। ल सुरु गरौँ। एक्लो यो जीवन तपाई आफ्नो र्याप चाहिँ गाउनुस् न। फर्स्ट टाइम जब मैले देखेँ तिमीलाई बेबे म तिम्रो फ्यान भएँ। तपाईले गीत गाउँदाखेरि आवाज चेन्ज गर्नुहुन्छ हो? नर्मली बोल्नु त एक दुई शब्द। रन्डी मुख नछाड्नु होला। चिङ तिम्रो आँखा फुटेको छ लाडो। मैले मात्र लाडो मुख छाड्छ। सबैले मुख छाड्छन् तर अरू र्यापरले अलि मिलाएर छाड्छन् क्या। मैले जे सिके त्यही बोलिरहेको हो के। तिमीलाई बोल्न सिकाउने चाहिँ को हो? तिमीले पनि के सागर दाइको लाइभ हेर्थ्यौ क्या पहिला? रन्डी छाडेर केही पनि हुँदैन रे। ल लिल झोलाले सागरबाटै सिकाउनु पर्छ। बवाल छाड्थ्यो नि यार सागरले नि पहिला त मुख लाइभमा आएर के। दाइ भनिदिनु त मुख छाडेर के हुन्छ? रन्डी भन्यो भने पैसा कमाइरहेको अनि झोलाले मुख छाडी गीत गाएर पुरै कोरियर बनाइसक्यो। झोलाको गीतले के सोसाइटी समाज बिगारिरहेछ। समाज बिगारे रे। समाज त कहिले सुध्रेको थियो र पहिलेदेखि बिग्रिरहेको समाज हो नि। त्यही समाजले बिगारेर झोला जन्मे होला त। त्यही समाज त बिग्रिरहेकै समाज त हो नि। एउटा खुची चिन्नुहुन्छ हो त्यही हो झोला। रन्डी सिक्ने बवाल भएर यार उ आयो फेरि आयो त्यो भाइ। राम्रो र्याप गाउने केटाहरूले मस्त मुख छाड्न आउँछ नि। मुख छाड्न त सबैलाई आउँछ तर मुख छाडेर र्याप हान्दैमा सबै र्यापर चल्दैन नि त। तर उनीहरूको सेल्फ रेस्पेक्ट पनि छ नि त। जसले आफ्नो सेल्फ रेस्पेक्टलाई बेचेर अगाडि बढ्छ उसले चाहिँ गाइदिन्छ। उसलाई भोलिको चिन्ता छैन। आफ्नै गाना सुनाएर त्यो केटोले आफ्नो छोराछोरी सुनाइहाल्छ नि। त्यस्तो नराम्रो पनि छैन हो झोलाको। सुनाउँदैन होला। यदि पछि झोलाको छोरा केटीको पछि लाग्यो भने के भन्थ्यो होला झोलाले? त अलिअलि सुनाउँछ यसरी सुनाउँछ, छोरालाई नि सुनाउँछ। ल सुन। उसलाई भोलिको चिन्ता छैन। आफ्नै गाना सुनाएर त्यो केटोले आफ्नो छोराछोरी सुनाइहाल्छ नि। त्यस्तो नराम्रो पनि छैन हो झोलाको। सुनाउँदैन होला। यदि पछि झोलाको छोरा केटीको पछि लाग्यो भने के भन्थ्यो होला झोलाले? र्याप भनेको त खतरा अलिअलि खतरा। छाड्नुपर्छ भन्छ नि। ऱ्यापमा त त्यस्तो छाडा मैले त त्यो भन्दा छाडा मैले थाहा चाहिँ के देखाएको छ। हाम्रै कल्चरको हाम्रो दोहोरी म्युजिकहरू कस्तो डेन्जर हुन्छ, डबल मिनिङ हुन्छ। यो जति अनि छाडा अरू कुरो हुन्छ। ऱ्यापमा मात्रै छाडा हुन्न कि दोहोरीमा पनि छाडा हुन्छ कि। त्यो चाहिँ तपाईँले बुझ्नु पऱ्यो कि होइन। यो हेरिरहेछ नि जसले त्यसले बुझ्नु पऱ्यो कि। हुँदा केही नि हुँदैन छलामा के मै खानु पोतो आगा रुको जरा बारीको लाए दर्शन गर्ने भए हामीलाई नि दर्शन
काकाको शिवलिङ्ग दर्शन गरिदिनु पर्यो रे के को शिवलिङ्ग सिधै सिधै सिधा भन्ने कि बरु आङ्गे टाङ्गे टेढा टाढा उडी ट्यान्टुटी गरेर भन्ने होइन लिल झला जस्तो गरेर सिधै भन्नुपर्छ होइन यो हो नि त म्यान देख्दा गयो सातो सफ्टवेयरमा कहाँ पुगिसक्यो चाइना हार्डवेयरमा कहाँ पुगिसक्यो भनिन्छ हामी अन्डरवेयरमै अल्झेका छौँ तिम्रै कटु हेर लिएर हातमा क्यारी निदाउ आज म रात बाख्राको बर्काउला दुधमा समय तीमा आमा यो त अलिक बढी भयो मायालु रन्नी हो आमा यो त बढी भयो यो त बढी भयो फलामको डन्डी हो होस भएर कुर्गा तेरिए माथिने बौला गाना सुन्ने भिडियोको गाना सुन्ने अनि मेरो गानालाई चाहिँ त्यसरी ओजेला पार्न मिल्दैन नि त नि बरु ऱ्याप सुना त किन ठुक्या के जे भयो पाइ त्यही ऱ्याप हाने नि त यार म पनि फ्युचर सोच्छु नि त मेरो अब नयाँ आउने ऱ्यापरहरू खतरा आओस् भन्ने मेरो चाहना होइन त होला र म खतरा ऱ्यापर हो अहिलेको खतरा र्यापर भने कि झोला र जेम्सी नै हो त त्यो कुरा करेक्ट हो ऱ्यापको संसारमा त बिल्लाको पात्र हो बिल्लाको पात्र हो भन्नुहुन्छ त के हो त्यो लाडोको तेरो बाउ मुजी मान्छे काले आफ्नो दाइको उमेरको मान्छेलाई काले काले कालेलाई काले नभन्ने के भन्ने काले होस् कि गोरो होस् उमेरले तिम्रो दाइ होइन त बेकारको अर्थी त्यही नदे त दाइ झोलालाई के अर्थी दिनु भने यार पुरै बुझ्दैन बरु दाइको लागि एउटा गीत गाइदिउँ त काले दाइ काले दाइ काले दाइ त्यो काले काले गरे हो त्यो लाडो कालो माछिनको को लाडो कालो बढी पुलिस मान्छे त्यही त भनेर सुनेर बस्ने होइन क्या के गर्नु पर्यो छाड्दै नछाड्दै त्यो बच्चालाई छाड्दै त्यस्तो भन्नुहुन्छ यार हजुरलाई हेपे हेपे छ गान्धीले भनेको कसैले हान्यो भने अर्को गाला नि थाप्दिनु रे त्यो गान्धीको कुरा छोडिदिनु क्या दाइ झोलालाई एक हान्नु गालामा केटी र बच्चालाई हात छोड्दिन सानेको माछी 2 महिनासम्म लाडो सपनामा छ बच्चा रे मासला नि झोलाले बच्चा रे बच्चा आइनु ठुलो भइसक्यो दिल झोला र्यापर मात्र होइन ऊ वाद्यवादक पनि हो है उसले बाजा पनि बजाउँछ फकमा विदाउट राइम मजा आउँछ तर दाइ झोलाले लम लम भनेर मिलियन भ्युज हानिसक्यो राइमको कुरा गर्नुहुन्छ सङ भनेको दामी हुनुपर्छ लाइक 5 महिनामा 50 लाख भन्दा त्यहाँ साइडबाट 5 महिनामा 50 लाख केटी माछिने भन्नु पर्यो नि त भनेर हानिसकेपछि त राइम चाहियो राइमिङ मिलाउँदैमा लाड के याद हुन्छ तिमीलाई लाड पनि याद हुँदैन याद किन हुँदैन लिरिक्स चाहिँ राम्रो हुनु पर्यो जस्तै कि यो यस्तो राम्रो लिरिक्सबाट अहिले यस्तो सुन्नु पर्यो अब पछि झन् के सुन्नु पर्ने हो गाह्रो छ गाह्रो अनि राइम दिउ के भाइ तर दाइ सबैले त्यो लेभलको राइम हान्न सक्दैन होला नि त जस्तै कि हजुरलाई गीत गाउन आउँदैन त्यस्तै त हो म गीत पनि गाउँछु ए हो र गीत पनि गाउनुहुन्छ लगाउनु त हाँस हेर न राडीको छ र हाँस्नु परेन त हजुरले भने त बरु झोलाले राम्रो गीत गाउँछ यार एक्लो यो जीवनमा ब्लुज दिने मान्छे खोज्थे म सकेन हाँस्दा हाँस्दा मन लाग्यो आमा थ्याट त्यो आमा डेन्जर हँसायो आज त्यही त भने दाइ झोलाको त के हो पा कस्तो मिलाएको हेर्नु है कस्तो मिलाएको हेर्नु है कस्तो मिलाएको परेन त हजुरले भने त बरु झोलाले राम्रो गीत गाउँछ यार एक्लो यो जीवनमा ब्लुज दिने मान्छे खोज्थे त्यही त भने दाइ झोलाको Wey, itu wild banget. दुर्गेश थापाले स्टेजमा गीत गाउँदै गर्दा जुत्ताले हानेको थिए झोलालाई चाहिँ कसम छाडा बोलेकै भन्न समाउने भयो है माछिनी पाले तोरण्डीको सकेन हाँस्दा हाँस्दा आमा गालै माथि गयो यार अझै हँस लगाइरह्यो यार
दुर्गेश थापाले स्टेजमा गीत गाउँदै गर्दा जुत्ताले हानेको थिए झोलालाई चाहिँ कसम छाडा बोलेकै भरमा समाउने भयो है मा चिनी पालेन तोरण्डीको छोरो भिटेनलाई समा पहिला जा अनि लिल झोलालाई समा मा चिनी एटलिस्ट गाली दिनु भनेको क्राइम त होइन नि त्यो चाहिँ हो फेरि बोलेकै भरमा सम्बन्ध चाहिँ मिल्दैन है मान्छेलाई घरमा आएर पिट्छु भन्छ काट्दिन्छु रे त्यो चाहिँ रियल क्राइम ग्याङ्स्टर ऱ्यापरहरू जसले चाहिँ खुकुरी हात हतियार देखाउँछ तिनीहरूलाई चाहिँ पुलिसले किन नसमात्या के हेरेर बसिरहेको छ पुलिस पुलिसले नै यहाँ ग्याङ्स्टर ऱ्याप हान्दै रहेछ अनि कहाँ समात्छ मेरो त आमा कसम गाली दुख्यो यार आज हाँस्दै हाँस्दै थेत। फरक पनि खडा रिस्क गर्ने भाकेहरूलाई बिचको यौला खडा गर्दन रे तक्केर फुन्के होली मार्दै हब गोली सला के हुँदा बोलेर छातीलाई चिरेर धर्किदै गरेको मुटुलाई जिगेर माछी घाँटी छिना भन्छ माछी ओ दामी हो खतराले माछु मान्छेको छोरा सुध्रिन्छ त्यस्तो सुनेर त्यही त आफूले चाहिँ काट्छु मार्छु भनेर ऱ्याप हान्ने अनि झोलाले छाडा बोल्यो समाज बिगाड्यो भन्दै फेरि हैन त्यही त सब राम्रो मैलाडो जस्तो माछी दुनियाँ पुरा राम्रो के तर कोही कोही त रियलमै ग्याङ्स्टर हुन्छ नि फेरि कोही ग्याङ्स्टर होइन माछी रियल ग्याङ्स्टरहरूलाई हेर अब रन्डीको बात मेरो चार रियल ग्याङ्स्टर हो हामी माछिग्ने लाडो त्यस्तो ग्याङ्स्टर भएको भए के भइसक्थ्यो झोला धेरै न्युज खोज्यो फेरि केटाहरू आउन् नि घरमा लाडो आउँछ कोही आउँदैन कोही त्यस्तो केही आउँदैन, वाला छैन मेरो केटाहरू आउँछ यो कमेन्टमा बोल्यो भने घरमा कहिले आउँदैन कि कोही आउँदैन मा कसम आउँदैन कोही माछ सिक्ने तेरो घर माछी फेस टु फेस आओस् के खोडा लिएर आउँछ रन्डीको बात मेरो खोडा हान्दै गएर डर लाग्यो पछि म लिल झोलाको नयाँ गीत आएको छ झोले ग्याङ भनी त्यो गीतमा रियाक्सन गर्न गइरहेको छ यो रन्डीहरू छाडा म त्यो बताडी छाडा बवाल भन्दै त्यहाँ थुक्क गर्दै थियो यार रियाक्सन दिने मान्छेले अब यस्तो त गर नहुने यार झन् मजा लिनु पर्यो नि त यार पछि म लिल झोलाको नयाँ गीत आएको छ झोले ग्याङ भनी त्यो गीतमा रियाक्सन गर्न गइरहेको छ यो रन्डीहरू छाडा म त्यो बताडी छाडा पुस्सीहरुको पुस्सीमा टोक तेरो छाती भित्र नाइस त्यसको पुस्सी भित्र पाइप पाइप होइन 3 चोटि लगातार थुक्की थुक गरे त यार त्यसको पुस्सी झिलाइरहेछ त्यसमा 4 चोटि भयो आमा जस्तो मान्छे त्यस्तै गीत ल खतम ल फाइनल्ली यो भिडियो चाहिँ सिद्धिसकेको छ मलाई चाहिँ खतरा लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब सब गर्नु होला है त